ठेकदार भ्रष्टाचारले चुनाव लडेर जितेर अनि म पनि त्यही गरौँ। मैले डडेलधुरामा त सर्लक्कै रोकेको हो नि त, तपाईँलाई रोकेको होइन र मैले त आफूले सकेको प्रयास गरेको हो नि त। यदि साँच्चै तपाईँले भ्रष्टाचार नगरेको भए डडेलधुरामा चुनाव जित्नुहुन्थ्यो र? तपाईँले ठग ठाक लुटपाट मलाई जम्मै सुराकी लाउने काम गरेको होइन, मलाई चुनाव प्रचारमा रोकेको होइन। तपाईँले कतिसम्म गर्नुभयो हेर्नुहोस् त, एउटा सामान्य न एउटा पार्टी न केही भएकोहरूमा म चाहिँ उपाय हराएर अन्तिम दिन तपाईँले भोज भतेर रिसोर्टमा मोज मस्ती गर्दाखेरि म 3 दिन निराहार माखो केही नखाइकन पानी मात्रै खाएको सहारामा चुनाव लडिरहेको थिएँ। तपाईँलाई अलिअलि पनि नातिको माया लागेन शेरबहादुरज्यू? अलिअलि तपाईँलाई नातिको पनि माया लागेन केपी ओलीज्यू, प्रचण्डज्यू? हेर्नुहोस् त तपाईँले कति अपराध गर्नुपर्छ तपाईँलाई थाहा छ। तपाईँहरूसँग चुनाव लडेर जितिन्छ जस्तो लाग्छ? हामी त्यति मूर्ख छौँ? अनि त्यसमाथि पनि अझ भोट चाहिँ फेरि बाहिरकाले पनि हाल्न नपाउने रे। जम्मै दुबईतिर भएका कतातिर भएका व्यवस्थापन गर्न सक्नुहुन्छ नि? सकिँदैन। जम्मै संसारभरिकाले आफ्ना विदेशी नागरिकहरूलाई, विदेश भइरहेका नागरिकहरूलाई भोट हाल्न सक्छन् भने तपाईँले त्यति व्यवस्थापन